नेपाली कांग्रेसमा गुटगत प्रभाव नयाँ विषय होइन। पार्टी स्थापना कालदेखि नै विभिन्न गुट र उपगुटको प्रभाव देखिँदै आएको छ। वर्तमान समयमा पनि कांग्रेसभित्र संस्थापन समूह र इतर समूहबीचको आन्तरिक खिचातानी उत्कर्षमा पुगेको देखिन्छ। विशेष त शेरबहादुर देउबा पक्ष र डाक्टर शेखर कोइराला पक्षसँग संस्थापनको मतभेदले पार्टीभित्र असहजता बढाएको छ। विवाद व्यवस्थापन गर्न विभिन्न प्रयासहरू भए पनि ती प्रयासले अपेक्षित सफलता हासिल गर्न सकेका छैनन्। केही नेताहरूले छलफल गरेका गर्दै आएका छन्, तर ती छलफलहरूले तत्काल देखिएको तनाव कम गर्न सकेको छैन। यही सन्दर्भमा पार्टी एकतालाई सुदृढ बनाउन संस्थापन समूहले 7 बुँदे प्रस्ताव सार्वजनिक गरेको छ। उक्त प्रस्तावलाई पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्ने प्रयासका रूपमा हेरिएको छ। प्रस्ताव अनुसार विशेष महाधिवेशन निर्वाचन आयोगद्वारा गरेको अध्यावधिक र सर्वोच्च अदालतले गरिसकेको निर्णयलाई आत्मसात गर्दै विगतका सबै विमतिहरू बिर्सेर एकताबद्ध रूपमा अघि बढ्नुपर्ने उल्लेख गरेको छ। यद्यपि विशेष महाधिवेशनको प्रक्रिया र परिणामप्रति रहेको असहमति भने पूर्ण रूपमा दबाइने छैन भनिएको छ। प्रस्तावमा ती विषयलाई राजनीतिक एजेन्डाका रूपमा 15औं महाधिवेशनको बन्द सत्रमा मौखिक तथा लिखित रूपमा प्रस्तुत गर्न सकिने प्रस्ताव गरेको छ। यस्तै विशेष महाधिवेशनमा सहभागी भएको वा नभएको आधारमा पार्टीका कुनै पनि सदस्यलाई फरक दृष्टिकोणबाट नहेर्ने र कुनै प्रकारको भेदभावपूर्ण व्यवहार नगर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यसले पार्टीभित्र समावेशी वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ। प्रस्तावमा महाधिवेशन तयारीको पहिलो चरण अन्तर्गत क्रियाशील सदस्यताको अध्यावधिक कार्यलाई निर्धारित समयसीमाभित्र सम्पन्न गर्नुपर्ने पनि उल्लेख गरेको छ। साथै पार्टी विधानमा यस सम्बन्धमा विगतदेखि रहेका अस्पष्ट व्यवस्थाहरूलाई स्पष्ट पार्दै अघि बढ्नुपर्ने आवश्यकता औल्याएको छ। यस प्रस्तावलाई संस्थापन पक्षले पार्टीभित्रको आन्तरिक खिचातानी अन्त्य गर्ने आधारका रूपमा प्रस्तुत गरे पनि यसको प्रभावकारिताबारे भने विभिन्न अड्कलहरू भइरहेका छन्। कतिपय नेताहरूले यसलाई सकारात्मक पहलका रूपमा लिएका छन् भने केहीले यसलाई पर्याप्त नभएको टिप्पणी गरेका छन्। नेपाली कांग्रेसभित्रको गुटगत विवाद समाधानका लागि प्रयासहरू जारी रहे पनि तत्काल समाधान हुने अवस्था देखिँदैन। 7 बुँदे प्रस्तावले संवादको वातावरण निर्माण गर्न सहयोग पुर्याउने सम्भावना भए पनि दीर्घकालीन समाधानका लागि थप राजनीतिक समझदारी आवश्यक पर्ने देखिन्छ।